नमस्कार सम्पूर्णमा। के तपाई हाइपरटेन्सन सुन्नु भएको छ, जसलाई हामी उच्च रक्तचाप भनेर भन्छौं। सामान्य त्यसलाई गाउँघरमा बीपी मात्रै भनेर पनि चिन्ने गरिन्छ, तर त्यो वास्तविक होइन। बीपी सबैको हुन्छ, यो नभई मान्छे बाँच्न सक्दैन। तर यही बीपी यदि कसैको सामान्य भन्दा बढी भयो भने त्यो अवस्थालाई हामी हाइपरटेन्सन अर्थात उच्च रक्तचाप भनेर भन्छौं। सामान्यतः बीपी 120/80 mmHg हुन्छ। यो भन्दा बढी भयो भने त्यसलाई हामी प्री हाइपरटेन्सन भन्छौं भने 140/100 mmHg भन्दा बढी भयो भने त्यो अवस्थालाई हामी हाइपरटेन्सन भनेर भन्छौं, उच्च रक्तचाप भनेर भन्छौं। यो रोगलाई साइलेन्ट किलर डिजिज पनि भन्दछ, किनभने यो रोगको कुनै पनि शरीरमा लक्षणै चिन्ह नदेखि, केही पनि आफूलाई महसुस नभई यसले भित्रै भित्रै हाम्रो हार्टलाई, मस्तिष्कलाई र किडनीलाई अर्थात मृगौलालाई नराम्रो असरहरू पारिराखेको हुन्छ र केही पनि नभइकन अचानक हार्ट एट्याक भएर, सीबीए भएर, किडनी फेलर भएर मान्छेको मृत्यु समेत हुन सक्छ। त्यसैले यसलाई साइलेन्ट किलर डिजिज भनेर पनि हामी भन्छौं। अब यसलाई जाँच गर्ने, पत्ता लगाउने सबैभन्दा राम्रो र एउटै विकल्प के छ त, समय समयमा आफ्नो ब्लड प्रेसर जाँच गराइराख्ने, नजिकको स्वास्थ्य संस्थामा गएर। यदि सामान्यतः कुनै पनि व्यक्ति 30 वर्ष वा 40 वर्ष भन्दा माथि पुगिसकेको छ भने समय समयमा आफ्नो ब्लड प्रेसरहरू के गर्ने त, मेजर गराइराख्ने। र यसबाट बच्ने उपायको कुरा गर्दाखेरि हामीले सबैभन्दा पहिलो कुरा शारीरिक रूपले एक्टिभ रहने, सक्रिय रहने, दैनिक व्यायाम गर्ने, बिहान हिडडुल गर्ने, हरियो सागपात फलफूलहरू प्रशस्त मात्रामा खाने, रक्सी अनि चुरोट जस्ता पदार्थहरू सेवन नगर्ने, बाहिर सकेसम्म कम खाना खाने कोसिस गर्ने, आफ्नै घरमा बनेका खानेकुराहरू खाने गर्ने र स्ट्रेस, चिन्ता, तनावहरू कम लिने जस्ता क्रियाकलापहरूबाट हामी यसबाट बच्न सक्छौं। हस्त, धन्यवाद।